के गरेर तिमीले के गरेर तिमीले यतिकै बसिरहेको के हो काठमा बसेर यस्तो त्यो कोक्चो कोक्चोमा आएर बस्ने योभन्दा अगाडि यहाँनिर के अनैतिक क्रियाकलापहरू भइरहेको थियो त्यो बदम बेच्नेले भने हामीले के गरेको छ र के हो तिमीहरूको पारा हामी बस्न नपाउने हो कि के हो अहिले यत्रो हामी आउँदाखेरि पनि अझैसम्म पनि काठमा बस्नु भनेको लाज लाग्दैन नि के को लाज हो आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डसँग बस्दा नि के को लाज होइन त्यहाँबाट सबै फ्यालिदिन्छ फेरि मलाई सुनाउँदाखेरि कुन ठाउँ हो थाहा छ यो लभ डाँडा हो लभ डाँडा हो तिमीहरू जसले चाहिँ लभ डाँडा भनेर नाम राखेको हो कि थाहा छ पशुपतिनाथ मन्दिरको नाम जोडिएको पशुपतिको बुटीको जग्गा थाहा छ यस्तो ठाउँमा आएर अनैतिक क्रियाकलाप गर्ने कस्तो नटेर है तिमीहरूको पारा चाहिँ के हो हामी चाहिँ के बस्नु नहुने कि के हो घुम्न आएको नि त यहाँनिर किन भन्नु त बोल्नु न तपाईँ चाहिँ फेरि के चुप्ला बसिरहेको किन बसिरहेको तिमी सबैजना अब यसै सबैजना बसिरहेको लभ डाँडा भने के हो त लभ गर्न यहाँनिर गफ गर्न बसिरहेको घुम्न आएको मुड फ्रेस हुन आएको क्या हामी मुड फ्रेस हुनाले यस्तो कोक्चो कोक्चो घारी घारी बस्नुपर्छ हामी डाँडामा मजाले बस्दा हुँदैन रमाइलो हेर्न आएको रमाइलो गर्न आएको तिमीहरू गफ गर्न आएको घुम्न आएको मुड गफ फ्रेस गर्ने घुम्ने भनेको डाँडामा हो कि यस्तो खोप्चोमा बसेर खोप्चो चाहिँ कहाँ देखेको छ फेरि डाँडै त हो नि यो के हो डाँडा हो कि न हो अघि अघि के गरेको थियो तिमीले के गरे हामीले के गरेन यतिकै बसिरहेको बदम बेच्न देखेछ नि भाइ के गर्यो र त्यो बदाम बेच्ने ठुलो कुरा गर्ने पशुपतिनाथको नाम जोडेको मन्दिरको जग्गामा आएर थाहा छ हामीलाई पनि अनि किन अनैतिक कार्यक्रम गरे के गरेर हामीले काखमा बसिरहेको होइन अहिले पनि काखमा बस्नु के हुन्छ के बिग्रियो र काखमा बस्नुलाई के गरेर के बसिरहेको बस्नु नहुने आफ्नो बहिनीसँग के गरेर बसिरहेको के तिमीहरू गरेको छ र हामीले हो हामीले गफ गरेर बस्यो होइन गफ गरेर बसेको के गरेको छ नि त्यस्तो घर कहाँ हो बहिनीको तपाईँले किन छ मेरो घर तपाईँले मेरो घर किन छ घर कहाँ हो बाबामा छैन घरमा किन नहुनु कोप्चो कोप्चोमा आएर बस्ने यसरी लाज लाग्दैन लाज शर्म छैन इज्जत छैन ओ भाइ घर कहाँ थियो मेरो घर तराईतिर तराईतिर मुसु मुसु नआछ है भाइ गल्ती गर्ने हाँस्ने हो नि लाज लाग्दैन हाम्रो के चाहिँ गल्ती छ केही गल्ती छैन हाम्रो तिमीहरूले अघि यहाँनिर के गरिरहेको थियो बदम बाला देखिसकेको छ तिमीहरूको चर्टीकला थाहा छ लाज लाग्दैन ठुक्क कपत्र गर्ने भए त त्यहाँ माथि डाँडातिर बसेर हामीले चाहिँ घुम्न आएको डाँडा सबै घुम्छ हामी मात्र घुम्न आएको तपाईँले देख्ने अरे यहाँ यस्तो कोप्चो ठाउँमा आएर फुल गर्ने हो त लभ डाँडा भनेको यहाँनिर गफ गर्न आउने लभ गर्ने ठाउँ हो कसैले नचल्ने बैसो चलेको छ तिमीहरू दुईजनालाई हेर्नु त यहाँ तपाईँहरू के टाउको दुखेर चासो पनि आउँछ कस्तो यसरी बस्ने हो त तिमीहरू यो बस्ने ठाउँ हो यो यो केटाकेटी बस्ने ठाउँ हो यो अनि के बुढाबुढी बस्ने हो यो कहाँ लेखेको छ यो केटाकेटी बस्ने लभ डाँडा भनेर तपाईँहरू त्यसै कुरा गर्नुहुन्छ बोल्दैन त केटालाई फसाइ ल्याएको हो क्या तिमीले अनि तपाईँलाई फसा हो छैन अनि के भयो फकाइ तिमीले ल्या जस्तो कुरा गर्छ त कसैलाई फकाएको छन् हामी दुईजना मिलेर आएको सोझ केटालाई फसाएर यस्तो कुप्चोमा लिएर आउने ऊ सोझो हो र के काम गर्छौ तिमी म त बस्ने खाने सुत्ने बस्ने खाने सुत्ने कसले दिन्छ बस्न खाने सुत्न मेरो घरमा मेरो बाबा मम्मीले दिइहाल्छ नि तपाईँले दिनुपर्छ तपाईँले किन चाहन्छु भनिसकेपछि अनि यहाँनिर बाबाआमाको खाने अनि कोप्चोमा आएर बस्ने यो बसेर के हुन्छ के को लाज के हो र गरे अघि थाहा छ भिडियो छ हामीसँग हामीले के गरेको छ र हामीले के गरेको छैनौँ हामी यतिकै बसिरहेको भिडियो खिचेर तपाईँहरू भिडियो के पाउँछ हाम्रो भिडियो बेइज्जत गरेर के पाउँछ तपाईँहरू चाहिँ फेरि कसले बेइज्जती गरे तिमीहरूले चाहिँ सारा संसारले बेइज्जत गर्दा तपाईँहरू कि तपाईँहरूको काम यो हाम्रो हामी कहाँ अरूको जोडीहरू कहाँ बसेको छ त्यहाँ आएर तपाईँहरू यहाँनिर फोटो खिच भने कसले भन्यो काम पाएन भने सारा संसारले चाहिँ बेइज्जती देखाउने हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो अनि ठुलो कुरा गर्ने अहिले हामीले के चाहिँ गरेको छ हौ बोला न चाहिँ मान्छे कस्तो खालको मान्छे कहाँबाट आएको तिमीहरू भन त यति के हाँसेको बोल्नु न होस् र के भने हामीले किन लिएर आएको त मलाई थाहा छैन यो नयाँ ठाउँ हो मलाई थाहा भएन कहाँबाट आएको तिमीहरू कहाँबाट आएको रे हौ घरबाट आएको कहाँबाट यस्तो जाडोमा गर्मी लागिरहेछ है बाप रे बाप तपाईँलाई चाहिँ के को टाउको दुख्यो फेरि यहाँनिर हामी गर्मी लगाउँ जाडो लगाउँ
तपाईँको घरको बुढीलाई सम्झाउनु न हामीले के सम्झाउनु आइरहेको हो भने यहाँनिर रिपोर्ट आएर चाहिँ हामी आएको हो के रिपोर्ट दिने मान्छे यहाँ लिएर न त को रिपोर्ट दिने हिँड नि त हिँड उठ नि त तिम्रो ठुलो कुरा गर्ने हामी मरिन्छ उठ नि त उठ किन उठ्ने हामी बेकारमा हामीले के बिगारे रिपोर्ट गर्ने मान्छे ल्याउनु पर्यो भने उठ हट कस्तो खालको मान्छे हो किन यहाँ लिएर गयो यस्तो ठाउँमा कति सन्केर बोल्यो है यो बहिनी सन्किनु पर्यो त कहाँबाट भाइ त्यो म काठमाडौँ बौद्ध यहाँनिर के बस्नु यसरी अनैतिक कार्यक्रम गर्नु राम्रो हो त सबैजना यसरी बस्छ होइन राम्रो हो त सबैजना यसरी बस्छ राम्रो हो कि भन्न पहिला राम्रो त होइन राम्रो होइन होइन अनि किन बसेको यसरी यस्तो खोप्चोमा कसैले बस्छ त अब दुनियाँ सबै ठाउँमा यसरी बसिरहेको रहेछ हामी पनि यतिकै बस्यो भने के गरिरहेको थियो अघि तिमीहरू केही गरेन। जुगाइ गर्नु मलाई केही गरेन यतिकै बसिरहेको गर्नु काम नगरौँ है हामीसँग प्रमाण छ त्यो भिडियो पनि फेरि हाल्न नपरोस् क्यामेरा डिलिट गर्नु क्यामेरा डिलिट गर्दा भयो क्यामेरा नदेखाउनु के क्यामेरा नदेखाउनु क्यामेरा नदेखाउनु भिडियो डिलिट गर्नै त्यो गर्न चाहिँ हुने क्यामेरा चाहिँ देखाउनु नहुने बसेर डिलिट गरिहाल न भिडियो कस्तो हो घरमा मार्छ मलाई त छिटो ए यहाँनिर बसेर यसरी बस्दाखेरि अलिकति क्रियाकलाप गर्नु चाहिँ घरमा नमार्ने तिमीहरूलाई होइन लभ डाँडा भन्यो आयो पशुपतिनाथको नाम जोडेको ठाउँमा आएर पशुपति गुठीको जग्गामा आएर यसरी जे पाइ त्यो गर्ने होइन तिमीहरू के गरेको छ हामीले के राख हो भने ए बहिनी ठुलो कुरा नगर है जाऊ तिमी भिडियो डिलिट गर भन न म भिडियो डिलिट गर भने मलाई चाहिँ यस्तो रमाइलो ल्याएर मलाई कल ए भाइ के गर्छ अब ल भिडियो डिलिट गर भने यहाँको समितिकोमा छ कति थाहा हुन्छ तिमीहरूले के गरेको थियो के गरेको छैन हामी प्रमाण त्यहाँनिर दिन्छौँ क्या पुरा सारा संसारलाई दर्शकले हामी त्यो भिडियो सम्प्रेषण भिडियो डिलिट गर भन न त्यहाँनिर कस्तो खालको मान्छे रहेछ यस्तो केटा मान्छे भन्ने के मर्दा भनेर देखाउन पावर छ त्यहाँनिर के को पावर नि तपाईँहरूको यो पावर चाहिँ के हो भिडियो डिलिट गर्ने भिडियो डिलिट गर्ने पावर चाहिँ के हो हामी चाहिँ के बाहिर घरमा बस्ने भाइ हात हाल्न पार्दैन के हो हुन्छ यहाँनिर सबैजना राम्रो मुखले भन्दैछु तिमीहरू हिँड ल तिमीहरू हिँड सबै घुम्न आएको ठाउँ हो यहाँनिर सबैजना दुनियाँ जान्नु हामी अरूलाई पनि सोध्नु जानु त कतिजना त उता तिमीहरू हिँड त। कतिजना मान्छेहरू छ हामीलाई मात्रै भिडियो तेर्साउने हो ल तिमीहरू हिँड न पहिला अरूलाई पनि जानु अरू पनि खोज्नु जानु कति धेरै छ अरूलाई पनि भन्नु जानु न किन जानु हामीलाई मात्रै बनाउने भिडियो अरूलाई पनि बनाउनु जानु भइहाल्दैन त्यस्तो हामीलाई मात्रै भिडियो गल्ती गरेको हो नि स्वीकार गर गल्ती गरेको हो कि बहिनी गल्ती गरेको छैन भने यहाँ क्यामेरामा राम्रोसँग फेस देखाएर कुर गर्दा लु हामी यतिकै बसिरहेको हाम्रो पछाडि बसेर फर्केर सुरकुर गर्ने हो त गल्ती गरेको हो कि भन अरू सक्दैन अरूको पनि भिडियो अरूको पनि गल्ती हाम्रो भयो हामी मात्रै देखाउने हो हामीले केही समय अगाडि यहाँनिर केही कार्यक्रमहरू तिमीले गरेको हो कि के गरेको छ हौ हो कि त्यस्तो नराम्रो गरेको छैन हो कि होइन होइन हामी गरेको गल्ती भएको छ कि छैन भन छैन घरि छ भन्छ घरि छैन भन्छ तिमी हामी यहाँ आएर बस्नु सुरु कुरा भयो कि के गल्ती भयो कि हामीले अरू केही भन्नु केही पनि गरेको छैन ल ल त्यहाँनिर जाउँ त को त्यहाँनिर हो त्यो मान्छे रिपोर्ट ल्याउने मान्छे ल जाउँ न जाउँ दासत भागिदिएर हामी ल जाउँ न जाउँ खोप्चोमा लिएर आउने हो हामीले तपाईँहरू के रिपोर्ट गर्ने मान्छे काम छैन तपाईँहरूको समितिकोमा जाउँ न अरू बोल्छ ए भाइ जहाँ बसेको छ त्यहाँनिर आरामले बसेर रमाइलो दिशा बनाउने काम छैन अरू तपाईँहरूको ए हिँड हिँड यिनीहरूले मान्दैन जाँदा हिँडेर माथि माथि टाढा पनि त छोडा हिँड तपाईँसँगै म जाँदिनँ यस्तो खातीहरू जानु चाहन्छु के अरे कसलाई खाँदै भने कसले खाँदै हो मैले अनि के भनेको त कसलाई खाँदै भनेको अनि के हामीले 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 तिमीहरू खाती काम गर्ने हामीले खाती भन्ने के खाती कामहरू हामी चाहिँ के बस्नु नहुने हामी चाहिँ हामीले घुम्न आउनु पाउँदैन हो हिँड्दैन म